नमस्कार, मेरो नाम मदन बुलो। तपाईहरुले प्रवासमा बस्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। प्रवासको दुःख र सुख प्रवासका पीडाहरू सामाजिक सञ्जालमा राख्दै गर्दा दुई चार जना साथीहरुले के कमेन्ट गर्नुभयो भने प्रवासमा बस्ने साथीहरुको सामाजिक सञ्जालमा उनको पीडा राखेको थिएँ, तर धेरै साथीहरुले त्यो पीडाको बारेमा गलत व्याख्या गर्नुभयो हैन। त्यो गलत व्याख्या होइन। सामाजिक सञ्जालमा कसैको पीडा राखिदियो भने, जसै हामी एउटा गरिब न्यून गरिब मान्छे अर्काको देशमा आएर हामीले काम गर्ने सिलसिलामा र के कस्ता घटना छन्, के कस्तो दुःख छ भनेर बुझ्न र अरूले पनि बुझन् कि हामी प्रवासमा यस्तो दुःख हुन्छ भनेर अरूले पनि बुझन्, हाम्रो नेपाल सरकारले पनि बुझन् भनेर सामाजिक सञ्जालमा राखेको हो। त्यो अनर्था अरू केही पनि होइन। किनभने सामाजिक सञ्जालमा काम गर्दै जाँदा सामाजिक सञ्जालमा राख्नेकै उसमा धेरैजनाहरूले व्याख्या गर्नुभएको थियो कि सामाजिक सञ्जालमा नराख्नु पर्ने थियो भनेर। तर बच्चा जबसम्म रुँदैन तबसम्म दुध खान पाउँदैन। हामी एउटा जनता हो, हामीले आवाज जबसम्म उठाउँदैनौँ, हाम्रो पालामा नहोला अरे हाम्रो छोरा नाति पनाति जनातिको पालामा पनि अवश्य हाम्रो आफ्नै नेपालमा हामी जस्ता काम गर्ने मानिसहरूलाई आफ्नै नेपालमा बनाउनु पर्छ भन्ने एउटा माग हो। हामीले नेपाल सरकारलाई घचघचाउन खोजेको हो, कसै एकजना व्यक्तिलाई घचघचाउन खोजेको होइन। नेपाल सरकारले आगामी दिनमा आफ्नै देशमा केही बन्न पर्छ, हामी आफ्नै देशमा काम गर्न पर्छ र हामी आफ्नो देशमा पसिना आफ्नै देशमा पसिना बगाउन पाउनु पर्छ भन्ने हाम्रो गरिब र न्यून गरिब र दुखीको माग हो हैन। त्यो अनर्था केही होइन। धेरै साथीहरूले कमेन्ट गर्नुभएको थियो। त्यसै कारणले हामी जो पीडा प्रवासमा बस्ने दाजुभाइलाई थाहा छ, त्यो पीडा घरमा चिल्ला गाडीमा बस्ने, नेपालमा चिल्ला गाडीमा बस्ने, चिल्लो बाटो हिँड्ने मान्छेलाई थाहा छैन। जो पीडा जसले दुःख गरेको छ, जसले अर्काको देशमा आएर पसिना बगाएको छ, त्यो मान्छेलाई मात्रै दुःख के हो र परिश्रम के हो भन्ने थाहा हुन्छ। चिल्लो गाडीमा हिँड्ने, काला चस्मा लगाउने, ठुला ठुला भाषण गर्नेलाई थाहा हुँदैन महोदय। हामी त्यसै कारणले गर्दा हामीले जनताको आवाज सामाजिक सञ्जालबाट भए पनि हामीले उठाउन खोजेको हो। म मात्रै होइन, तपाईहरु पनि उठाउन सक्नुहुन्छ, आवाज उठाउनु पर्छ। हामीले हाम्रो देशमै रोजगारी हुनुपर्छ र हामी आफ्नै देशमा रोजगारी गर्न पाउनुपर्छ र आफ्नै देशमा रोजगारी सिलसिला हुनुपर्छ भनाइ हो, एउटा माग हो, जनताको माग हो। तपाईहरु पनि बुझ्नुहोस् हैन। तपाईहरु पनि यदि प्रवासमा हुनुहुन्छ भने आफ्नो वरिपरिको मान्छेसँग सोध्नुहोस्, तपाईँ के छ, कस्तो छ, प्रवासको बसाइ कस्तो छ, प्रवासमा के कस्ता दुःखहरू हुन्छन्, के कस्तो हो, हाम्रो नेपाल सरकारले के गर्दै हुन्छ भनेर तपाईहरुले बुझ्न सक्नुहुनेछ। हामी त प्रवासमा भएको नाताले एक अर्कालाई हामीले सोधेर के छ हाम्रो, हामी सबैले एउटा आवाज उठाउनु पर्छ भनेर हामीले आवाज उठाएका हौं हैन। अब धेरै साथीहरूले त्यसमा कमेन्ट गर्नुभएको थियो, गलत कमेन्ट गर्नुभएको थियो। त्यो गलत अनर्था केही पनि होइन साथी हो है। त्यसै भएको हुनाले हामी सम्पूर्णलाई के भन्छु भने हामी देश विदेश जुन ठाउँमा भए पनि हाम्रो एउटै माग के छ भने हामीले हाम्रो देशमा पनि रोजगारी हुनुपर्छ, हामी आफ्नै देशमा रोजगारी गर्न पाउनुपर्छ। यो नेपाल सरकारले बनाउनु पर्छ भनाइ हो र हाम्रा जति पनि सोध्नुहोस्, गल्लीमा सोध्नुहोस्, सबै सोध्नुहोस् है भन्दै नमस्कार, धन्यवाद।